हाम्रो देशमा रोहिङ्ग्या मुसलमानहरू इन्टर गरेको छ। अरू देशको किन हाम्रो देशमा आउने? हामी आफ्नो देशको त खुवाउन सकेको छैन, अरू देशको मान्छे आएर के गरिरहेछ यहाँ? देशलाई जुन तपभूमि, देवताको भूमि, जुन ऋषिमुनिको देश थियो, त्यो देश बनाउने हो। संसारको एकमात्र वैदिक सनातन हिन्दू राष्ट्र नेपाल बनाउने हो। संसारभरिका 150 करोड हिन्दूलाई नेपाल भित्राउने हो। अनि संसारभरिका 150 करोडको हिन्दूको भगवान विष्णुको अवतार श्री 5 बडा महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवज्यूलाई बनाउने हो। त्यसको लागि दमन होइन, गोली खान पनि तयार छौँ हामीहरू। करोडौँ करोड राजा भन्दा त एउटा राजा ठिक छ नि। नेताहरूले जुन भ्रष्टाचारी गर्यो, जुन लुटतन्त्र मचाइयो, निर्दोष निर्मला पन्तको हत्या प्रकरण अहिले पनि छानबिन राम्रोसँग भएको छैन कि। यस्तो दर्जनौं हजारौं केसहरू त्यस्तै पेन्डिङमा छ। तपाईँ एउटा पार्टीको कार्यकर्ता हुनुहुन्छ भने एसपी अफिसभित्र छिरेर पनि आफ्नो काम भइहाल्छ। चाहे तपाईँ दोषी होस् त पनि केही फरक पर्दैन कि। म भन्छु नेपालका जनता नै नमक हलाल हो। हाम्रो पृथ्वीनारायण शाहदेवज्यूले त्यो जमानामा कति कठिन, कति कष्ट, त्यो जमानामा बाटो पनि थिएन, कति दुःख पोखेर यो देश बनाउनु भएको थियो। तर उहाँको शालिगलाई तोड्नु कति लाजस्पद कुरा हो। त्यो नेपाली हो हामी। आफ्नै राष्ट्रपिताको धजिया उडाए, बेइज्जती गरे। कलेजहरूमा किन चाहियो चुनाव? हजारौं हजार नेताहरू बनाउने प्रयास थियो, झोले कार्यकर्ता पाल्नको लागि मात्रै हो नेताहरूले बनाएको यो विद्यार्थीको चुनावहरू। हाम्रो नेपाल देशले किन उन्नति प्रगति गरेन? एनालाइसिस गर्नु त। 3 महिनामा त हाम्रो गार्जियन फेरिन्छ, हाम्रो अभिभावक फेरिन्छ भने हाम्रो देश प्रगति गर्छ र? सबैलाई सत्तैको माया छ, जनताको माया छैन। त्यही भएर भन्न चाहन्छु नेपालको जनतालाई कि जनताको माया लाग्ने मान्छे चुन्नुहोस्। जुन कुरा मेरो पहिला नेपालीमा थियो त्यो अहिले छैन। मेरो आत्मा रोइरहेछ, मेरो देश रोइरहेछ, हाम्रो देवी देवता रुनु भइरह। अनि त्यसको विकल्प मैले भगवान विष्णुको अवतार मैले पाएँ, श्री 5 बडा महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवज्यू। हामी 96% थिए कि प्रदेश नम्बर 2 मा, तर मुस्लिम मुख्यमन्त्री बन्छ हाम्रो यता। दर्जनौं हजारौं हजार मदरसा बन्छ, तर कसैलाई थाहा हुँदैन। लाखौं चर्च बन्छ, तर कसैलाई थाहा हुँदैन। तर मठ मन्दिरको संरक्षण कसले गर्छ? स्थानीय सरकारले। भूमाफिया कसले गर्छ? स्थानीय सरकारले। हाम्रो तराईमा पुरै रेडी छ। एकचोटि आदेश दियो भने त्यहाँ पुरै राजा त अहिले नै लगाइदियो भए पुग्छ। अब हामी चाहिँ काठमाडौँमा आएको छु। जबसम्म राजा फर्किनुहुन्न तबसम्म हामी काठमाडौँ छोडेर जानेवाला छैनौँ। नेपाली हामी रहौला कहाँ, नेपालै नरहे। सम्पूर्णमा नमस्कार। अहिले पछिल्लो चलिरहेको राजनीतिक विश्लेषक, विषयवस्तु अनि राजाको देश दौडा र अहिले गणतन्त्रवादीहरू आत्तिएको अवस्था, यिनै विषयमा कुराकानी गर्नका लागि हामीसँग हुनुहुन्छ हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण यादव। स्वागत छ तपाईँलाई। धन्यवाद। आरामै हुनुहुन्छ? एकदमै आराम त नभनौँ, किनभने देशको स्थिति हेरेर अब मलाई सुत्न पनि सकिरहेन। यस्तो हाम्रो देशको अहिले जुन स्थिति देखिरहेको छु, जुन हाम्रो देश दिन प्रतिदिन एउटा पेटमा नजन्मेको बच्चा पनि 91,000 लोनमा छ भने म कसरी हाँस्न सक्छु? मेरो दोस्त रुइरह। त्यही त अब तराईबाट एकाएक एउटा समूह नै बोकेर काठमाडौँ झर्नु भएको छ। खास के का लागि यहाँसम्म तपाईँहरूको उपस्थिति भयो? हाम्रो जुन संस्थाको हिन्दू सम्राट सेनाको जुन उद्देश्य थियो, हिन्दू राष्ट्र नेपाल बनाउने, गौ संरक्षण, गुरुकुल, जुन धर्म परिवर्तन रोकथाम गर्ने, त्यो सबै कुरा मैले के देखेँ भने कि यो जति पनि यो जनप्रतिनिधिहरू छ, यो गणतान्त्रिक प्रविधिमा सफल हुँदैन जस्तो मलाई लाग्यो। किनभने हामीले गौ तस्करी रोक्न जाँदाखेरि त्यहाँको प्रशासनहरूले त्यो नेताहरूको दबावमा छोडिदिने। त्यसैको हामी सोल्युसनमा के पुग्यो भने राजा सबैको साझा हुन्छ कि उहाँ भगवान विष्णुको अवतार हुनुहुन्छ। राजाका पालामा धर्म परिवर्तन गर्ने मान्छेलाई देश निकाला गरिन्थ्यो। तपाईँ राणाको टाइममा पनि तपाईँ रिसर्च गर्दा पनि हुन्छ, किताबमा पढ्दा पनि हुन्छ कि जबसम्म राजा थियो, राणा थियो, हाम्रो देशमा धर्म परिवर्तन भएन कि एउटा पनि चर्च बनेकै छैन के। तर जब यो लोकतान्त्रिक प्रविधि आयो, जुन अन्तरिम संविधान आयो, हाम्रो देशमा लाखौं लाख चर्च बनिसक्यो, लाखौं लाख मान्छे जुन धर्म परिवर्तन भइसक्यो। अब त्यसैको मरमतापूर्वक मेरो आत्मा रोइरहेछ, मेरो देश रोइरहेछ, हाम्रो देवी देवता रुनु भइरह। अनि त्यसको विकल्प मैले भगवान विष्णुको अवतार मैले पाएँ, श्री 5 बडा महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवज्यू।
अनि हामी तराईवासी त जागिसकेछौँ। हामी एनी टाइम उहाँले भन्नुहुन्छ भने हामी हिन्दू राष्ट्र अनि राज संस्था स्थापना गर्नको लागि हामी रेडी छौँ। तर आज हामी काठमाडौँ आउनुपर्नेको रिजन भनेको यहाँका जुन मूलवासी हाम्रो नेवार समुदायका दाजुभाइ हुनुहुन्छ, उहाँहरूलाई अनुरोध गर्न आएको छौँ कि तपाईँहरू साथ दिनुहोस्। तपाईँहरू साथ दिनु भएन भने हामी यो देशै रहँदैन के, म त्यो हेरिरहेको छु। तपाईँहरू साथ दिनुहोस्, हामी लडिरहेछौँ, हामी भिडिरहेछौँ, हामीलाई जे गर्नुपर्छ हामी गर्छौँ, तर हिन्दू राष्ट्र अनि राष्ट्रता लगाएर छर्छौँ। त्यसैको कारणले गर्दाखेरि हामी काठमाडौँ आएको। त्यही त अब तपाईँ त मिथिली समाजबाट बिलोङ गर्नुहुन्छ। अब अहिले काठमाडौँमा नेवार समुदायलाई एउटा देश बचाउनका लागि उठ्नुहोस् भन्दै आह्वान गर्दै हुनुहुन्छ। अलिकति यो हास्यास्पद जस्तो देखिन्छ क्या अहिले नेवारी समुदायहरू नउठिरहेको अवस्था अथवा केही पनि नबोलेर मौन बसिरहेको अवस्थामा सजिलो छ र भने? हाम्रो देशको जति पनि परिवर्तन भएको छ त्यसमा हाम्रो नेवार समुदायको सबभन्दा मुख्य भूमिका छ। म मिथिलावासी जानकी माताको भाइ, हाम्रो संस्कृति हाम्रो कल्चर भलै फरक छ, हाम्रो फेस फरक छ के, तर उहाँ पनि कृष्ण भगवानलाई पुज्नुहुन्छ, हामी पनि कृष्णको वंशज नै हो। हाम्रोमा धेरै नै कुराहरूको सिमिलरिटी छ। जस्तै हामी वैदिक सनातन हिन्दू धर्म मान्छौँ, आफ्नो धर्म कर्म संस्कृतिको लागि जे पनि गर्छौँ, चाहे मिथिलावासी चाहे नेवारवासी। अनि नेवारवासीले के बिर्स्यो भने कि हामी यो देशको रक्षक छौँ भनेर बिर्स्नु भयो क्या उहाँहरू। जति पनि परिवर्तन भएको छ, काठमाडौँका जति पनि नेवार समुदाय छ उहाँहरू बाटोमा नआइकन यो परिवर्तनै भएको छैन। त्यही भएर हजुरहरूलाई एहसास दिलाउनको लागि म तपाईँको भाइ, तपाईँको छोरा, म कोही पनि होइन, ठुला बडा मान्छे होइन कि, एउटा नर्म निवेदन गर्न आएको हो कि तपाईँहरूको खाँचो यो देशलाई छ, तपाईँहरू साथ दिनुहोस्। हामी हिन्दू राष्ट्र बनाउनको लागि 4 वर्षदेखि हाम्रो हिन्दू सम्राट सेनाका सम्पूर्ण कार्यकर्ता जति पनि पिता परमेश्वरको कार्यक्रम 130 वटा चर्च पनि बन्द गरेको छ हामीहरूले। तर तपाईँहरूको ललितपुर, भक्तपुर, काठमाडौँमा दर्जनौँ चर्च छ, सयौं हजारौं चर्च होला। तपाईँहरू के गरेर बस्नुभयो? अब आउनुहोस्, साथ दिनुहोस्। यो देशको हितको लागि अब राजा चाहिन्छ। त्यो राजाको लागि सनातन वैदिक सनातन हिन्दू राष्ट्रको लागि मलाई लाग्छ कि नेवार समुदाय धेरै आवश्यकता छ हाम्रो देशको लागि। होइन, अब तपाईँहरू त राष्ट्र स्थापना गर्ने, राजा फिर्क्याउने भन्दै काठमाडौँसम्म आउनुभएको छ। तर काठमाडौँमा रहनुभएका शीर्ष नेताहरू अनि गणतन्त्रका पिता भनेकाहरूले कोठे वार्ता गरेर तपाईँहरूलाई दमन गर्ने अथवा तपाईँहरूको बोल्ती बन्द गर्ने, राजालाई नजरबन्द गर्ने जस्ता रणनीतिहरू भित्री रूपमा भइरहेका छन्। देख्नुहुन्छ सक्सेस भइन्छ जस्तो लाग्छ? अब म एउटै कुरा भन्छु कि सत्यको जित हुन्छ। हाम्रो मर्यादा पुरुषोत्तम राम उहाँ हाम्रो पाहुन हुनुहुन्छ, हाम्रो जानकी माताको उहाँ हाम्रो पाहुन। मर्यादा पुरुषोत्तम रामले पनि जब दशरथ भगवानले उहाँलाई भन्दाखेरि कि 14 वर्ष वनवास काट भनेर, अनि 14 वर्ष उहाँले तपस्या गर्नुभयो। त्यसरी नै भगवान राम जस्तै हाम्रो श्रीपाज बाडा महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवज्यूले पनि 18 वर्ष तपस्या गरे हो यो देशको हितको लागि, यो देशको शान्तिको लागि, यो देशको विकासको लागि। हामी 18 वर्ष धेरै कुराहरू देखे, जति पनि कल कारखानाहरू थियो सबै बन्द भइसक्यो। धेरै काण्डहरू छ कि हाम्रो देशमा, कति तपाईँ भुटानी शरणार्थी काण्ड त्यस्तै त धेरै काण्डहरू छ। सबै भूमाफिया भए, हाम्रो मठ मन्दिरका जग्गा जमिनहरू नेताहरूले अतिक्रमण गर्न थाले, मठ मन्दिरका साधु सन्तहरू सेभ भएन, हाम्रो देश सेभ भएन, लाखौं लाख राजा भए। त्यसै कारणले गर्दाखेरि उहाँहरूले दमन गर्नुहुन्छ भने हामी दमन सहन पनि तयार छौँ। कति दमन गर्नुहुन्छ? रामायणको बेलामा राम भगवान लक्ष्मण भगवान मात्रै थियो नि, दुई दाजुभाइ। रावण धेरै शक्तिशाली थिए, तर रावण असत्यमा थियो, राम भगवान सत्यमा हुनुहुन्थ्यो, धर्ममा हुनुहुन्थ्यो। त्यसरी नै हामी सत्यमा छौँ। हामीलाई जति दमन गर्छ हामी झुक्नेवाला छैनौँ। हाम्रो एउटै विकल्प हो कि यो देशलाई, जुन तपभूमि देवताको भूमि, जुन ऋषि मुनिको देश थियो, त्यो देश बनाउने हो। संसारको एकमात्र वैदिक सनातन हिन्दू राष्ट्र नेपाल बनाउने हो। संसारभरिका 150 करोड हिन्दूलाई नेपाल भित्राउने हो। अनि संसारभरिका 150 करोडको हिन्दूको भगवान विष्णुको अवतार श्री 5 बडा महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवज्यूलाई बनाउने हो।
त्यसको लागि दमन होइन गोली खान पनि तयार छौँ हामीहरू। त्यो त तपाईँ त अब धर्ममा निकै आस्था मान्ने व्यक्ति जस्तै देखिन्छ, जस्तै कि दौरा सुरुवाल, त्यहाँमाथि मखलर, रातो टिका, अहिले फेरि देश दौडामा अहिले राजा, त्यो पनि विभिन्न मठ मन्दिरहरूमा भाकल माग्दै हिँड्नु भएको छ, देश र जनताको सुख र शान्तिका लागि भनेर माग्दै हिँड्छु भन्दै हुनुहुन्छ। आखिर अब राजा फर्किने अनि राजा फर्किने पूर्व सन्ध्यामा गोर्खा पुग्नु भएको भन्ने पनि चर्चा छ, लाग्छ तपाईँलाई राजा फर्किनुहुन्छ जस्तो? अब त्यो कुरा नेपालको जनतामा म छोडिदिन्छु। नेपालको जनता बोल्नु भएन भने यो देशै रहँदैन। अब यो देश बचाउनको लागि, यो धर्म बचाउनको लागि हाम्रो सम्पूर्ण नेपालका देशवासीलाई एकजुट भएर राजा लाउनै पर्छ। अनि तपाईँले सुन्नुभयो होला, हाम्रो श्रीपाँच बडा महाराजधिराज पृथ्वीनारायण शाहदेवज्यूले पनि 19 वर्षमा राजगद्दीमा चढ्नुभन्दा पहिला गोरखनाथको पूजा गर्नुभएको थियो। हाम्रो गोरखनाथ भगवानसँग धेरै नै पावर छ। उहाँले आशीर्वाद दिनुहुन्छ, हाम्रो देश फेरि शान्ति देश बन्छ, फेरि वैदिक सनातन हिन्दू राष्ट्र देश बन्छ। त्यही भएर हाम्रो जनताको शान्तिको लागि, यो देशको शान्तिको लागि उहाँ गोरखनाथ पुग्नु भएको छ। म पनि गोरखनाथ भगवानसँग प्रार्थना गर्छु कि हाम्रो देशमा फेरि त्यस्तै संसारकै शान्ति देश बनोस्, संसारकै वैदिक सनातन हिन्दू राष्ट्र नेपाल बनोस्। अनि हामी लाखौँ राजा होइन, एक मात्र एउटा राजा खोजिरहेको छु। अनि हामी तराईवासी, म पहिला नै भनेको थिएँ कि हामी जागिसकेछौँ, हामी देख्दैन कुनै कुरा, किन हामीहरूलाई पटक पटक 4 वर्षमा दमन गरियो, हामीहरूलाई जेलमा थुनियो। तर यही देशमा हामी 96% थिए कि प्रदेश नम्बर 2 मा, तर मुस्लिम मुख्यमन्त्री बन्छ हाम्रो यता, दर्जनौं हजार मदरसा बन्छ, तर कसैलाई थाहा हुँदैन। लाखौं चर्च बन्छ, तर कसैलाई थाहा हुँदैन। तर मठ मन्दिरको संरक्षण कसले गर्छ? स्थानीय सरकारले। भूमाफिया कसले गर्छ? स्थानीय सरकारले, त्यसको झोले कार्यकर्ताले। म त्यही भन्न चाहन्छु, अब नेपालको जनता तपाईहरूलाई एउटा सानो फुच्चे, एउटा सानो भाइ अनुरोध गर्न आएको छु। हामीहरू त हाम्रो जुन अभियान छ, यो आन्दोलन नभनौँ, हामी एउटा धर्मको शास्त्र उठाउने, जस्तै महाभारत भयो नि। महाभारत किन भयो भने एउटा महिलाको, एउटा नारीको चरित्र हत्या भएको थियो। त्यो चरित्र हत्याको विरुद्धमा हाम्रो कृष्ण भगवान अनि अर्जुनले शस्त्र उठाउनु भएको थियो। त्यही शस्त्र उठाउन हामीहरू आएको हो। शस्त्र त नभनौँ, हामी बोलीले काट्न आएको हो। किनभने तपाईँले 18 वर्ष के गर्नुभयो? हाम्रो जति सम्पत्तिहरू तपाईँले बेच्नुभयो। त्यही भएर तपाईँहरूलाई भन्न चाहन्छु, अब महाभारत गर्ने बेला आइसकेछ। आन्दोलन गर्छ माओवादीले, आन्दोलन गर्छ यो अहिलेका पार्टीहरूले, तर धार्मिक मान्छे आन्दोलन गर्दैन। धार्मिक मान्छेले महाभारत गर्छ। त्यो महाभारतमा सम्पूर्ण नेपालका जनताहरूलाई भन्न चाहन्छु कि तपाईँ हामी एकजुट भएन भने, फेरि मधेसी पहाडी गर्यो भने, जातिवाद गर्यो भने हाम्रो अस्तित्व रहेदैन। यो देशै रहेन भने जातिवाद अनि यो मधेसी पहाडी गरेर के हुन्छ? त्यही भएर हामी एक नेपाली भएर, जसरी हाम्रो श्रीपाँच बडा महाराजधिराज पृथ्वीनारायण शाहदेवज्यूले भन्नुभएको थियो कि हामी एक नेपाली, हामी सम्पूर्णको रगत नेपाली, वीर गोर्खालीको रगत बगिरहेछ। त्यो वीरता देखाउनु पर्यो हामीहरूले। त्यही भएर भन्न चाहन्छु कि हाम्रो दुश्मन जति बलियो भए पनि हामीलाई आशीर्वाद भगवान बजरङ्गबलीको छ, भगवान पशुपतिनाथको छ। हाम्रो सोच राम्रो छ। हाम्रो सोचमा केही त्यस्तो मैले केही पनि देख्दैन कि म के बन्छु भनेर। मेरो सोच एउटै छ कि मेरो देश राम्रो होस्, मेरो देश राम्रो बनोस् भनेर। कता कता युवाहरू हारिरहेको अवस्था देखिएको छ अहिले। जस्तो कि अब गणतन्त्र यस्तो राम्रो व्यवस्था, ठिक छ, अवस्था बिग्रियो, शीर्ष नेताहरूले अवस्थालाई राम्रो सदुपयोग गरेनन्, देश जनताका लागि राम्रो गरेनन्, त्यो आफ्नो ठाउँमा छ। तर युवा जागेर शीर्ष नेताहरू अथवा बुवा भनौदाहरूलाई एक ठाउँमा राखेर छोराहरूले नेतृत्व लिनुपर्ने ठाउँमा अब राजालाई नेतृत्व दिनुपर्ने खासै किन भयो? यो के लाग्छ तपाईँलाई? तपाईँले भन्नुभयो, धेरै राम्रो क्वेसन सोध्नुभयो तपाईँले। जस्तै गणतन्त्र आयो, ठिक छ, बोल्ने अधिकार पाए, स्वतन्त्रता पाए। तर मैले के देखेँ भने जब गणतन्त्र आयो नि, युवाहरू कि ड्रग एडिक्टमा कि खाडीमा, मैले त्यो मात्रै देखेँ कि
युवामा न संस्कारहीन समाज भइसक्यो हाम्रो युवा। जुन पहिलाका युवा जुन राम थिए, छोरा राम छोरी सीता, तर अहिलेको तपाईँ कुनै छोरा राम जस्तो देख्नुहुन्छ? किनभने यो गणतन्त्र आएपछि पहिलो प्रतिकार तिनीहरूले गर्यो वैदिक सनातन हिन्दू धर्ममाथि। हाम्रो गुरुकुल प्रविधि हटाइयो, नैतिक शिक्षा हटाइयो, गुरुकुल प्रविधि हटाएर हाम्रो देशलाई संस्कारहीन, युवाहरूलाई संस्कारहीन बनाइयो, ड्रग एडिक्टमा धकेलियो कि मलाई प्रश्न नगरोस् भनेर। त्यसै कारणले गर्दाखेरि मलाई के लाग्यो भने कि करोडौँ करोड राजा भन्दा त एउटा राजा ठिक छ नि। जस्तै जसको घरमा गार्जियन राम्रो छ भने त्यसको घर धेरै सभ्य हुन्छ, संस्कारी हुन्छ। गार्जियनले राम्रो संस्कार दिन्छ भने त्यसको छोराछोरी पनि राम्रो संस्कारमा हुन्छ। यहाँ के भयो भने हाम्रो जुन गार्जियन हुनुहुन्छ नि गणतान्त्रिक प्रविधिमा, हाम्रा देशका जुन गार्जियन, हाम्रो अभिभावक, उहाँ नै संस्कारहीन हुनुहुन्छ भने मलाई के संस्कार दिनुहुन्छ? किनभने जुन वैदिक सनातन हिन्दू राष्ट्र, संसारको एक मात्र देश, तर उहाँहरूले जुन दिनुपर्ने संस्कार दिनु भएन नि। त्यही भएर संस्कारहीन समाज हटाउनको लागि, गुरुको कुल प्रविधिको लागि, अनि यो देशमा फेरि मर्यादा पुरुषोत्तम राम जस्तो छोरा अनि सीता जस्तो छोरी जन्मको लागि हामी चाहिँ श्री 5 बडा महाराज धिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवज्यूलाई हामीले साथ दिएको हो कि उहाँ आएपछि हाम्रो देश फेरि त्यस्तै हुन्छ भन्ने मलाई लाग्छ। भनेपछि अब राजा फर्किँदैमा विदेशी लागिएका युवाहरू फर्किन्छन् अथवा नेपालमै बस्छन्, विदेशीका युवाहरू देश फर्किन्छन्, हुन्छ र यस्तो भने? म त अब यसमा चाहिँ धेरै कुराहरू छ। जस्तै अब विदेशमा बसेकोलाई फर्किनु पर्ने म भन्दिनँ, मैले त्यसलाई उहाँहरूलाई सजेस्ट मात्रै गरेको हो। जो युवालाई देशप्रति माया हुन्छ नि, आफ्नो देशमा नुन रोटी पनि खाएर आफ्नो देशको लागि काम गर्छ। म त्यही भन्न चाहन्छु कि जति पनि युवाहरू हुनुहुन्छ, म त के भन्छु, म आफ्नो बारेमा भन्छु कि म जति सुकै परिस्थिति भए पनि म अरू देश जाँदिनँ। म त्यही भन्न चाहन्छु दादा कि तपाईँले सोधेको प्रश्न मलाई धेरै राम्रो लाग्यो कि म एउटा रिक्वेस्ट मात्रै गरिरहेको छु हाम्रो युवाहरूलाई कि जसलाई देशको माया हुन्छ नि, उसलाई यो लग्जरियस लाइफ चाहिँदैन के, एउटा कोठा भयो पुग्यो के, भात दाल तरकारी भयो पुग्यो के। त्यही भएर भन्न चाहन्छु कि तपाईँ युवाहरूलाई कि जसलाई देशको माया हुन्छ तपाईँ अवश्य आउनुहुन्छ। जसलाई देशकै माया छैन भने किन आउँछ र? आउँदैन। उसलाई जस्तो सुकै यो गणतन्त्र आओस् चाहे कुनै तन्त्र आओस्, उसलाई मतलब हुँदैन कि, उसलाई आफ्नोसँग मतलब हुन्छ। होइन, अब राजा फर्केपछि एउटा व्यवस्था सिर्जना हुन्छ अथवा राम्रो परिस्थिति सिर्जना हुन्छ भन्ने कुरा तपाईँले राखिरहँदा, अब राजा नै जादुको छडी होइनन्, परिवर्तन हुनु भनेको पनि उही आकाशको फल आँखातरी मर भने जस्तै हो भन्ने अहिले निकै चर्चाको विषय छ। यसलाई चाहिँ तपाईँहरूले कसरी पुष्टाउनुहुन्छ? अब जति पनि कल कारखानाहरू छ जुन बन्द भएको छ, राजा आएपछि म त विश्वास दिलाउन चाहन्छु कि हामी प्रयास गर्छु, हामी युवाहरू, कि फर्स्ट प्रायोरिटी चाहिँ के हुन्छ भने हरेक कुरा मेड इन नेपाल हुनु पर्यो। मेरो कि त्यही छ कि म जहाँ जान्छु कुनै पनि कुरा किन्दाखेरि, एउटा टुथपेस्ट पनि किन्दाखेरि मेड इन अर्कै देश हुन्छ। म त्यही हजुरलाई विश्वास दिलाउन चाहन्छु कि जब हाम्रो देशमा राजा आउँछ, मलाई त्यो 1000वटा झोले पाल्नु पर्दैन नि। त्यो पैसाहरू कन्ज्युम गरेर हामी आफ्नै देशमा केही न केही व्यापार गरेर जुन पुरानो जुन फ्याक्ट्रीहरू त्यसलाई व्यवस्थापन गराएर यो देशमा फेरि माई फर्स्ट प्रायोरिटी प्रोटेक्ट आवर कन्ट्री भनेर हामी चाहिँ आफ्नै देशमा बसेर आफ्नो देशलाई सेफ गरेर हामी देश बनाउनको लागि युवाहरूलाई हामी चाहिँ अनुरोध गर्छौँ कि आउनुहोस्, जुन पैसा तपाईँ त्यहाँ लगाउनु भएको छ त्यो पैसा यहाँ लगाएर बिजनेस गर्नुहोस्, अनि सम्पूर्ण युवालाई हामी बोलाउने प्रयास गर्छौँ। कस्तो रमाइलो दिन आयो है। अब गणतन्त्रवादी अथवा शीर्ष नेता, प्रधानमन्त्री, मन्त्रीहरूलाई भ्रष्टाचारीको संज्ञा दिनुपर्ने, अनि राजालाई मूर्ति चोर र दाइमाराको संज्ञा दिनुपर्ने, अब उनै राजालाई राजा मान्नुपर्ने, कस्तो दिन सिर्जना भयो अथवा यो दिन सिर्जना बनाए? के लाग्छ तपाईँलाई? खास यो सत्यता के हुन सक्छ? तपाईँले सोधेको प्रश्न धेरै नै यसमा भन्नुपर्ने कि आवश्यकता बनाइसकेछ हाम्रो नेताहरूले। त्यो त यो अवस्था सिर्जना भइसक्यो। यो अवस्था सृजना हुनुपर्नेको रिजन भनेको हाम्रो राजाले बनाएको होइन, नेताहरूले जुन भ्रष्टाचारी गर्यो, जुन लुटतन्त्र मचाइयो,
जुन हाम्रो निर्दोष निर्मला पन्तको हत्या प्रकरण अहिले पनि छानबिन राम्रोसँग भएको छैन कि यस्तो दर्जनौं हजारौं केसहरू त्यस्तै पेन्डिङमा छ। तपाईँ एउटा पार्टीको कार्यकर्ता हुनुहुन्छ भने एसपी अफिसभित्र छिरेर पनि आफ्नो काम भइहाल्छ, चाहे तपाईँ दोषी होस् त पनि केही फरक पर्दैन कि। जनताहरू थाकिसक्यो यिनीहरूको जुन व्यवस्था प्रणाली देखेर। त्यही भएर त हाम्रो राजाहरूलाई उहाँलाई त 18 वर्षदेखि नै अब पहिला नै मूर्ति चोरदेखि लिएर हरेक कुरा उहाँले भनेकै हो। तर जो तपाईँ लाग्छ कि जो मान्छे सत्ताको लागि आफ्नो भाइले मार्न सक्छ भने 5 लाख मान्छेले मार्न सक्थ्यो नि सत्ताको लागि। तर 18 जना मान्छे मर्दाखेरि उहाँले किन राजगद्दी हाँसी हाँसी सोक्नु भयो? उहाँ किन 18 वर्ष बोल्नु भएन? तर अहिलेका एउटा नेताहरूलाई भन्नुहोस् न कि प्रधानमन्त्री होइन वडा अध्यक्षलाई मात्रै भन्नुहोस् कि पद छोडिदिनुको लागि मलाई दिनुहोस् भनेर दिन्छ र? दिँदैन। तपाईँको घरमा आएर तपाईँले घुट्छ। यो प्रविधि गरेकै हाम्रो नेताहरूले हो, लुटतन्त्र मचाएर हाम्रो देशमा धर्मनिरपेक्षता लादेर। त्यही भएर त हामी 4 वर्ष हाम्रो हिन्दू सम्राट सेनाका जति पनि युवाहरू छ घर घरमा गएर गाउँ गाउँमा गएर अभियान चलाएर हामीहरूलाई देशद्रोहीको ट्यागलाइन पनि मिलेको थियो। किन? धर्मको संरक्षण गर्दाखेरि। त्यही भएर यो आवश्यकता गरेको हाम्रो नेताहरूले हो, राजाले होइन, जनताले होइन। अनि जनता कहिले राजाको हुन्छ कहिले नेताको हुन्छ, जनता त कसैको होइन। म भन्छु नेपालका जनता नै नमक हलाल हो। हाम्रो पृथ्वीनारायण शाहदेवज्यूले त्यो जमानामा कति कठिन कति कष्ट, त्यो जमानामा बाटो पनि थिएन, कति दुःख पोखेर यो देश बनाउनु भएको थियो। पहाड तराई हिमाल कस्तो मिलेको देश। तर उहाँको शालिगलाई तोड्नु कति लाजस्पद कुरा हो। त्यो नेपाली हो हामी आफ्नै राष्ट्रपिताको धजिया उडाए, बेइज्जती गरे। त्यही भएर यो व्यवस्था प्रणाली बिगारेको नेताहरूले हो। अनि मलाई लाज पनि लाग्छ, दुर्भाग्य लाग्छ कि पहिला भन्थे कि गर्व लाग्छ नेपाली छु भनेर, अहिले लाग्दैन। किनभने जुन कुरा मेरो पहिला नेपालीमा थियो त्यो अहिले छैन। म तराईवासी छु, मलाई भलै धेरै मान्छेले भन्छ, सुरुमा हेर्ने बित्तिकै अर्कै नजरले देख्छ कि। तर राष्ट्रवादी हुनुपर्छ कि। तराईवासी होस्, पहाडवासी होस्, हिमालवासी होस्, नेपाली त नेपाली हुनुपर्छ कि। रगत नेपाली हुनुपर्छ कि। मैले त्यो देखिनँ कि, नेपालीपन देखिनँ कि। त्यही भएर भनेको छ कि नेपाली हामी रहौला कहाँ नेपालै नरहे। सबैजना नेपाली बन्न प्रयास गर्नुहोस्। अबको यात्रा कस्तो हुन्छ तपाईँहरूको? जसरी अब तराईदेखि काठमाडौँसम्म आउनु भएको छ, अबको राजा फर्काउने तयारी कस्तो हुन्छ र समीक्षामा कसरी मूल्याङ्कन गर्नुहुन्छ यो विषयलाई? हामी चाहिँ अब हाम्रो तराईमा पुरै रेडी छ। एकचोटि आदेश दियो भने त्यहाँ पुरै राजा त अहिले नै लगाइदियो भए पुग्छ। अब हामी चाहिँ काठमाडौँमा आएको छु। जबसम्म राजा फर्किनुहुन्न तबसम्म हामी काठमाडौँ छोडेर जानेवाला छैनौँ। हरेक गाउँ, पहाडका हरेक गाउँमा, हरेक जिल्लामा गएर सम्पूर्ण हाम्रो नेपालका जनसमुदायलाई खुट्टा ढोकेर कि अब युवाको लागि केही सोच्नुहोस्, आफ्नो छोराछोरीको लागि केही सोच्नुहोस्। अनि हामीलाई जेसुकै गर्नु परोस्, भिख किन नमाग्नु परोस्, खुट्टा किन नढोक्नु परोस्, दुःख किन नसहनु परोस्, तर नेपाल देशको लागि सहन तयार छु हामीहरू। बिचरा कतिका छोराछोरीहरू यही देशमा बसेर नेता बनाउला, प्रधानमन्त्री बनाउला, राष्ट्रपति बनाउला भन्ने सोचिरहेका बेलामा अब तपाईँहरू राजा फर्काउने भन्दै हुनुहुन्छ। धेरै राम्रो प्रश्न, मलाई धेरै धन्यवाद छ हजुरलाई। जस्तै भर्खर एउटा चुनाव भयो कि, विद्यार्थीको चुनाव कि, त्यसमा मैले के देखेँ भने त्यो चुनाव मात्रै हुन्छ कि नेता बनाउनको लागि। पढाइ लेखाइ केही पनि छैन। कलेजहरूमा किन चाहियो चुनाव? त्यो चुनाव मलाई मनै परेन कि। हजारौँ हजार नेताहरू बनाउने प्रयास, यो झोले कार्यकर्ता पाल्नको लागि मात्रै हो नेताहरूले बनाएको यो विद्यार्थीको चुनावहरू। अहिले तपाईँ जानुहुन्छ भने कलेजमा पढाइ छैन, उसले चिट पुर्याइदियो भने ऊ सभापति रे, त्यसको लागि सभापति बनाएको। त्यही भएर म सम्पूर्ण युवालाई भन्न चाहन्छु कि यो नेपाल देशै रहेन भने तपाईँ सभापति अनि राष्ट्रपति भएर के गर्नुहुन्छ? अब अमेरिकाले भनेन कि म यति करोड रुपियाँ दिएको छु भनेर, पछि चाइनाले भन्लान् कि मैले त्यो पोखराको विमानस्थल बनाएको छु, पछि अर्कै देशलाई भन्लान्। अनि उहाँहरूले कब्जा गर्नुहुन्छ भने यो देशै रहने भने हामी के गर्ने यहाँ बसेर? एउटा राम्रो अभिभावक चाहियो नि। त्यही भएर त हजुरलाई भने कि जसको घरमा अभिभावक राम्रो हुन्छ त्यो घर धेरै सुरक्षित हुन्छ, त्यो घरले उन्नति प्रगति पनि गर्छ के। हाम्रो नेपाल देशले किन उन्नति प्रगति गरेन? एनालाइसिस गर्नु त। 3 महिनामा त हाम्रो गार्जियन फेरिन्छ।
हाम्रो अभिभावक फेरि छ भने हाम्रो देश प्रगति गर्छ र? सबैलाई सत्तैको माया छ, जनताको माया छैन। त्यही भएर भन्न चाहन्छु नेपालको जनतालाई कि जनताको माया लाग्ने मान्छे चुन्नुहोस्। कि तपाईँ 18 जना बित्दाखेरि हाँसी हाँसी राजगद्दी छोड्ने राजा ठिक कि आफ्नो सिटको लागि 3 महिनामा सत्ता परिवर्तन गर्ने यो गणतान्त्रिक प्रविधिका यो राजनीतिकर्ता ठिक? त्यो तपाईँहरूको हातमा छ। तपाईँलाई प्रश्न गर्ने मैले प्रश्न गरिरहेको छु सम्पूर्ण नेपालका जनतालाई कि 18 जना मर्दाखेरि हाँसी हाँसी राजगद्दी छोड्ने राजा ठिक कि 3 महिनामा सत्ता परिवर्तन गरेर प्रधानमन्त्री बन्ने यो जति पनि यो चोर नेताहरू ठिक? त्यो तपाईँहरूले भन्नुहोस्। भलै म जेल जान्छु मलाई मतलब छैन। म चोर किन भन्छु भने मेरो अधिकार हनन गरेको छ, मेरो अधिकार खोसेको छ। जुन अधिकार मैले पाउनुपर्ने त्यो अधिकार मैले पाएको छैन। हाम्रो देशमा रोहिङ्गा मुसलमानहरू इन्टर गरेको छ। अरू देशको किन हाम्रो देशमा आउने? हामी आफ्नो देशको त खुवाउन सकेको छैन, अरू देशको मान्छे आएर के गरिरहेछ यहाँ? त्यो अधिकार हामी हिन्दू सम्राटसँगले सोध्न जाँदाखेरि हामीहरूलाई उल्टै आरोप लगाइयो। त्यही हजुरलाई सोध्न चाहन्छु। हस्, तपाईँको महत्त्वपूर्ण समयका लागि र यो संवादका लागि धेरै धेरै धन्यवाद। हजुरलाई पनि जय सियाराम। हजुरलाई हामीहरूलाई यस्तो प्लेटफर्म दिनुभयो अनि मलाई आज लाग्यो कि तपाईँको सोच राम्रो भएपछि यहाँ केही पनि यो मधेसी पहाडी केही पनि छैन। अनि मेरो सम्पूर्ण तराईवासीलाई भन्न चाहन्छु, म आज धोती कुर्तामा किन छु भने यो मेरो पहिचान हो। धोती कुर्ता गम्छा पगडी हाम्रो मिथिलाको जान हो, मिथिलाको शान हो। अनि आज म जहाँ पनि जान्छु धेरै रेस्पेक्टले उहाँहरूले मलाई सम्मान गर्नुहुन्छ। त्यही भएर भन्न चाहन्छु कि इस्ट टु वेस्ट कनेक्ट नेपाल गर्नु छ भने वैदिक सनातन हिन्दू धर्ममा फोकस गर्नुहोस्। हामीहरू एकजुट भएर यो देशलाई हिन्दू राष्ट्र नेपाल बनाऊ अनि राष्ट्र संस्था फर्काऊ भनेर अनुरोध गर्न चाहन्छु। जय सियाराम।